म चाहिँ यता छु अब हाम्रो टोली यहाँनिर छौँ ल दाइ अर्को माग्नु पर्छ 40 रुपैयाँ दिन्छु है प्रवीण ए मिङिङका केन्द्र याक्थुङमा नमस्ते म चाहिँ प्रदीप भट्टराई म चाहिँ निरज है विवेक महतो केटाहरू त कहाँ माथि पुगेछन् त नि या पेतिज ल बल्ल भेट्यो हामीले या पेतिजको फाइनल यो टावरनिर पुगेका छौँ सेक्वा खानपिनको लागि तयारी हुँदैछ यता हाम्रो खानपिन कार्यक्रम हुँदैछ यता पुग्यौँ हाम्रो गन्तव्य स्थानसम्म पुग्यौँ खुसी लाग्यो फाइनली हामी बाई बाई या पेतिज ल बाई बाई या पेतिज बाई बाई गाह्रो रहेछ ओह्रालो चाहिँ उता या पेतिज डाँडा जाँदैछ आजको हाम्रो यात्रा हाम्रो हाइकिङ ल है हाम्रो यात्रा अब सुरु हुन लागेको छ हेलो हेलो दोबरदान हाम्रो गन्तव्य स्थान चाहिँ ठ्याक्कै यो माथि डाँडामा दुईवटा टावरहरू देखिरहेछ ल दामी ठाउँ छ जसिया गाउँहरू पनि ठाउँ त दामी छ तर अब उकालो बाटो चाहिँ आउनु बाँकी छ आउनुहोस् है आउनुहोस् हामी अब यो वाइन फ्याक्ट्रीनिर पुगेका छौँ यहाँदेखि अब हाम्रो गन्तव्य स्थान चाहिँ यो उकालो माथि जान्छ त्यो जङ्गल यो डाँडा दुईवटा डाँडा काटेर जानुपर्छ अब चाहिँ हाम्रो घरदेखि यहाँसम्म हाम्रो रोडको बाटो चाहिँ समाप्त भएको छ अब हामी अफ रोडतिर जाँदैछौँ जङ्गलको बाटो छ हाम्रो यात्रा या पेतिज डाँडातिर हो ल एकछिन ल सम्मेलनको लागि हो परिचय दिउँ त परिचय ल दाइ अर्को माग्नु पर्छ 40 रुपैयाँ दिन्छु है यता एउटा सम्मेलनको लागि फोटो हानौँ त म चाहिँ निरज है अस्ति भर्खर आएको आज चाहिँ हामी पुरानो दाइसँग चाहिँ यहाँ 25 जना लाग्यो घुम्नको लागि यता प्रवीण हेलो शिवार हो केमिङ ए मिङिङका केन्द्र याक्थुङमा नमस्ते म चाहिँ प्रदीप खनाल नमस्ते म चाहिँ सरोज भट्टराई हेलो म चाहिँ महतो विवेक महतो नलपुर थारू हो है म चाहिँ म चाहिँ यता छु अब हाम्रो टोली यहाँनिर छौँ जम्मा जम्मी 8 जनाको टोली हामी जान लागेको छौँ अब यो रोडदेखि यो वाइन फ्याक्ट्रीदेखि चाहिँ अब हामी उकालो लाग्दैछौँ अब कसियामा आएर चाहिँ पहिलोपटक हामीले यो अफरोड यात्रा हाइकिङ जाँदैछौँ अब हेरौँ कस्तो हुन्छ आजको एक्सपिरियन्स यो नेपाल भारतको सिमाना हो कि के हो सिमानाको पिलर जस्तै छ त लास्टमा त होइन म त लास्टमै हो हिँड्न सक्दिनँ म त बोलेको त हाल्ने त अनि हो ब्लग त अनि बोल्दै गफ गर्दै हिँडेको त हाल्ने त त्यो त आइहाल्छ नि ल रमाइलो छ खोला नाला पनि छ होइन ल कुवा त यहाँ परि छ ल यता पनि हामी कुवामा आउनु 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 आज चाहिँ धेरै रमाइलो लाग्दैछ म चाहिँ नेपालमा छु जस्तै लाग्यो यस्तो हेरिरहेको छु कालो आज त यहाँ खोला आयो हामी अब यो कुवा तरेर खोला तरेर उकालो जाँदैछौँ कुवा त सही रहेछ भरे फर्किँदा खाउँला अहिले त छ नि हामीसँग पनि निरन्तर उकालो यात्रामा केटाहरू त कहाँ माथि पुगेछन् त नि
बबाल लाग्यो ठाउँ चाहिँ बबाल दामी जस्तो आनन्दको है हरियाली ठ्याक्कै यही ठिक हो बोक बोक काकोसी dobro यहाँको dobro अमेरिकासम्मको यात्रा तल्लो बाटो नारे बाबा न बाघ भालु यहाँ अमेरिका तल्लो बाटो 60 लाख तिरेर सिफ्ट त बबाले छ ए भिडियो पनि हुँदै रहेछ ल ए फेरि कहाँ हो क्यामेरा ल अब चाहिँ हाम्रो लगभग हामी 60-70% सम्म पुग्यौँ होला अब यहाँ साथीहरू तल पनि छन् अब चाहिँ धेरै उकालो छ यो चाहिँ अब लगभग 60 सम्म हामी लगभग पुगेका छौँ जस्तै छ ल अब चाहिँ हामी जङ्गलबाट निस्केर अलिकति चौरको खुल्ला ठाउँतिर आइपुगेका छौँ ल है अब हामी चाहिँ लगभग पुगेका छौँ यहाँ पनि खाने बस्ने रेस्टुरेन्टहरू छ रेस्टुरेन्टको छेउतिर हामी आइपुगेका छौँ र हाम्रो यात्रा चाहिँ अझै अलिक माथिसम्म छ यहाँदेखि अलिक माथि जाने यो चाहिँ रेस्टुरेन्ट हो यहाँदेखि यता कस्तो ठाउँहरू छ म यताबाट पनि देखाउँछु ठ्याक्कै यहाँनिर खाने बस्ने कुर्सीहरू चाहिँ मजाको रहेछ हाम्रो घर चाहिँ तल छ कम्पनी अलिक टाढै छ अब यो चाहिँ यताको भ्यूहरू स्पोटहरू म देखाउँदैछु यस्तो रहेछ ठ्याक्कै यहाँनिर बस्ने खाने रेस्टुरेन्टहरू दामी छ हो ल हाम्रो गाउँ त अब आयो नि त तल नि 2.5 घन्टामै पुग्यो त है ल यता छ हाम्रो कम्पनी हो तल यता चाहिँ हो नि हो यहाँ चाहिँ हो ल यहाँनिर हो यता हाम्रो साथीहरू रेस्ट गर्दै आराम गर्दै यहाँनिर रेस्टुरेन्टहरू छ प्रवीण भाइ गोवर्धन कस्तो लाग्यो त यात्रा एकदम राम्रो रहेछ दाइ छिटै आइपुगिँदो रहेछ है सोचे भन्दा
सोचेभन्दा छिट्टै हामी झन् ढिलो हुन्छ होला भनेको झन् छिट्टो चाहिँ आइयो। यहाँनिर छ ल मेन ठाउँ चाहिँ यस्तो छ। यहाँनिर उहाँहरूले पनि फोटोसोटो यहाँनिर राखेको रहेछ। यस्तो छ यहाँ तल चाहिँ नाङ्गे डाँडा मजाले हाम्रो गाउँ ल यहाँ तल छ देखाउँछु। यो ठुलो देखेको चाहिँ हाम्रो कम्पनी त्यहाँनिर त्यहाँ छ। यसका बजार चाहिँ तलतिर छ। तर पनि हामी चाहिँ सोचे भन्दा आश गरेको भन्दा बेग्लै छिट्टै पनि आइयो। रमाइलो पनि भयो बाल दामी पनि रहेछ। पकाउने ठाउँ अलिक माथि जाउँ न। चियापत्ती होइन यापत्ती छ। अझै यहाँ पहिला बोकेको छु ट्याप्पसँगले अब सेक्वा पोल्ने अब खाना अनि हाम्रो यात्रा अलिक डाँडासम्म जाने। फाइनल्ली हामी चाहिँ अब हाम्रो गन्तव्य स्थान डेस्टिनेसनसम्म पुग्न लागेका छौँ। यहाँनिर चाहिँ बोर्ड छ। यो टावरमा चाहिँ हामी जान लागेका छौँ। त हाम्रो प्रवीण भाइ एकदम गाह्रो भएछ होइन तिमीलाई? मलाई पनि गाह्रै बच्चिन तर मजाले आइपुग्यो। तर हामी सोचे भन्दा छिट्टै आइपुग्यौँ है। 4 घन्टा त लाग्छ होला भनेको 3 घन्टा पनि नलगिकन। ओहो हुई हुई लडिन्छ है लडिन्छ। रमाइलो हुँदैछ जस यात्रा चाहिँ आजको। हामी माथि डाँडा पुगेर भ्यू टावरनिर पुगेर फेरि त्यहाँनिर टक्कसँग बस्ने अनि मासु पोली खाने सेकुवा पोली खाने। ऊ त्यो अघिको रोड र यहाँ एउटै पुग्ने त रहेछ नि ठाउँ। ल एउटा टावर चाहिँ पुग्यो है। यो फोर्सर फाल्ने ठाउँ रहेछ त नि। यहाँ डस्टबिन यहीँ रहेछ त किन बोकिराख्नु। आउँदा यत्रो बोक्यो जाँदा त। ल कस्तो अनुभव भइरहेछ त? एकदमै रमाइलो। हेर्नुहोस् पसिनाले ढाडे जस्तो छ। ओहो ल यहीँ बसौँ। यहाँ चाहिँ मजाको सिन आउँदो रहेछ। बस्ने किन? होइन मतलब भिडियोमा अरू पनि भिडियोमा भनिहाल्नु हो। एकदमै होइन बा लोक मान्छे आँखै बोके क्यारेक नुगा बोक्छ। एकदम नुगा बोक्छ। सजिलो बोक्छ। सजिलो मजाले गरी आँखामा पनि एकदम राम्रो प्लस रमाइलो लागिरहेछ होइन। एकदम हल्का हल्का खुट्टा पनि रमाइलो छ। अब खुट्टा दुखेको अनुभव भइरहेछ। म चाहिँ केही भन्दिनँ। सरोज भाइ हिँडेको छु अघिबाट पुगेको छैन। दाइले दाम भन्नुभयो त्यही हो। ल दुईजना यता हेलो हेलो यता एकदिन रमाइलो छ। आउनुहोस् कुनै नेपाली दाजुभाइहरू यहाँ हुनुहुन्छ नजिक नजिक भनेपछि। यो चाहिँ यापत्तीको डाँडा होइन। यो दिपेन्द्र दाईको च्यानल दिपेन्द्र सेनेहाङ लिम्बू नामको च्यानललाई एकदमै सब्सक्राइब पनि गरिदिनु पर्यो। सेयर तथा लाइक गरिदिनु होला है। कमेन्ट तपाईँहरूको रिभ्यू अनि यति राम्रो भएपछि कमेन्ट त आइहाल्छ नि। मिठो कमेन्ट चाहिँ छोड्नै पर्यो है। अवश्य अवश्य। एउटा गीत गाइदिउँ। म पनि यहाँ पुगेछु। यहाँ यो यतापट्टि कोही आए बस्लान् मेरो मनको चौतारी। ल हाम्रो यात्रा जाने ठाउँ हाम्रो बाटो भेट्यो। अब यहाँदेखि चाहिँ यतापट्टिबाट चाहिँ रहेछ। यहाँबाट भित्र गएपछि यापत्ती सुरु आउने रहेछ। यापत्ती सबैको खिच्नुपर्छ यहाँनिर फोटो भिडियो। अब यापत्ती
सीसी क्यामेराको निगरानीमा छौँ है हामी। यहाँ पातिजमा चाहिँ सबैले फोटो खिचौँ है। बल्ल भेट्यो है बाटो पनि। यहाँ पातिज ल बल्ल भेट्यो हामीले। ल फाइनली हामी चाहिँ यहाँ पेतिजको फाइनल यो टावरनिर पुगेका छौँ। अब साथीहरू माथि चढ्दैछन्। ट्राफेल टावर हो। कस्तो फिल भइरहेछ माथिबाट? रमाइलो। यस न मालो हार्बास्की। ल यो आगो बाल्दै गर्दा हुन्थ्यो नि त। ल म चाहिँ अब यो सिँढीदेखि माथि जाँदैछु यो भ्यू टावरमा। यहाँदेखि माथि अब कस्तो देखिँदो रहेछ माथिबाट चाहिँ म सबै सिनहरू देखाउनेछु। आज मौसम अलिकति धुम्मिएकोले गर्दाखेरि त्यति क्लियर चाहिँ देखेको रहेनछ। ठिकै छ, त्यही पनि राम्रै ठाउँ छ। चिल पाराको रहेछ, एकदमै रमाइलो ठाउँ छ। कति स्टेप माथि रहेछ यार यो पनि। आहा यस्तो दामी शीतल हावा चल्दो रहेछ यार। साथीभाइहरू माथि छ नगिने गएर म पनि फाइनली पुग्नै लागेँ। अब अन्तिम स्टेसन बाँकी छ। वाह कस्तो दामी यो अन्त भ्यू। हल्लिँदो रहेछ त है आमामा। हावाले हल्लाउँदो रहेछ। ओ डर लाग्छ के हो? नेचुरल हावा हल्लिरहेछ त यहाँ त। हल्लिन्छ त सिमेन्टीको हल्लिन्छ खतरा। यो त हल्लिँदो रहेछ। हल्लिन्छ के सिमेन्टीको। ओ डर लाग्यो माइ लर्ड। यता माइ लर्ड माइलो। यो हो नि त, यो हो नि त। फाइनली वी रिच इन आवर डेस्टिनेसन। यहाँदेखि पारि उता यो डाँडा उता चाहिँ स्लोभेनिया, अनि यतापट्टि हेऱ्यौँ भने यतापट्टि चाहिँ जाग्रेब, यहाँ तल हेऱ्यौँ भने चाहिँ यो यास्त्रेबासको यो हाम्रो गाउँ। हामी डेस्टिनेसनसम्म पुग्यौँ, हाम्रो गन्तव्य स्थानसम्म पुग्यौँ। खुसी लाग्यो। फाइनली हामी we reached this. We did it! Yes! We did it! फाइनली यो झन्डा राख्नलाई बनाएको पक्कै यो झन्डा राख्ने हो। ल बाई बाई, सी यू। सेक्वा हाम्रो खानपिन कार्यक्रम हुँदैछ। यतानिर हाम्रो केन्द्र लुङा हुनुहुन्छ, यता चाहिँ सरोज लुङा, यता प्रदीप लुङा, यता प्रवीण लुङा, यता निरोज लुङा, यता पनि प्रवीण लुङा, यता अरविन्द लुङा। हामी चाहिँ अब यतिजना। म त म भइहाल्यो नि। तपाईँको म निकालिदिन्छु यताबाट सर्लक्क डर घुमाएर हो। यस्तै हाल्नुपर्छ क्या। ल यहाँ चाहिँ दिपेन दाई लुङा, म लुङा यहाँ चाहिँ भिडियो
कैमिरा मैन ऊ यहाँ हाम्रो कुक है रामसँग है भतेर सलादहरू यहाँनिर चाहिँ अचार यसो चटपटे पहिलोचोटि पहिलो लट चिप्स यो हुँदै गर्छ माथि यो टावर पनि निकालौँ न ओहो दामी हुने रहेछ ल याहु हामी चाहिँ अब पुगेर खानपिनको लागि तयारी हुँदैछ यतापट्टि मासु सेकुवा पोलाइ हुँदैछ या पेटिज यहाँनिर ल यहाँनिर बोर्डमा लेखेको छ या पेटिज भन्ने चाहिँ बाय बाय या पेटिज एकछिन माथिबाट ल हाम्रो आजको पार्टी चाहिँ यहाँ यापातिजको चाहिँ यहाँ समाप्त भएको घोषणा गर्दछु ल बाई बाई यापेटिज बाई बाई सबैजनालाई ल फेरि अर्को वर्ष भेटौँला 7 तला रहेछ 7 तला चढेर आयो चिरबिर चराहरूको आवाजसँगै सुन्दर हरियाली वातावरण कस्तो सुन्दर शान्त छ आनन्द लाग्छ जस एक्लै बसिराखे पनि कस्तो आनन्द लाग्ने ठाउँ क्या ठ्याक्कै केही पनि छैन हरियाली छ चारैतिर शीतल गर्मी पनि छैन कस्तो आनन्द खालको ठाउँ छ क्या कस्तो रमाइलो ठाउँ रहेछ यतातिर पनि नाखे बोके ग्याङ रमाइलो बोके पनि खुदै रमाइलो पोख्छ एकदम रमाइलो बोक्छ आजको दिन हाम्रो छुट्टी चाहिँ रमाइलो गरी नै बित्यो भनौँ न हाम्रो कस्तो शान्त ठाउँ है फेरि हरियाली चिरबिर चराहरूको आवाज पनि कस्तो मजा सुनिने क्या चिरबिर चराहरूको आवाजसँगै छुट्टै आनन्द आउने शीतल पनि है हावाहुरी पनि त्यस्तो छैन घाम पनि चर्को छैन आनन्द खालको ठाउँ रहेछ कि जस यो त आइरहनु पर्ने रहेछ क्या ट्रेकिङ मजा हुने रहेछ एकदम हामी त जो कोही आउनु भयो पनि मन शान्त हुन्छ तनाव सब दूर जस मजाको ठाउँ रहेछ घुमियो अब जस रमाइलो भयो आजको दिन तर ओह्रालो झर्नु चाहिँ लास्टै गाह्रो रहेछ खुट्टा दुखेर यस्तो भइरहेछ नि लास्टै गाह्रो रहेछ क्या ओह्रालो चाहिँ खुट्टा दुखेर केटाहरू तल गइरहेछन् म चाहिँ अहिले 2 जना माथि छन् केटाहरू फेरि यार ओह्रालो चाहिँ गाह्रो रहेछ त्यो पनि हामी जाँदैछौँ अब चाहिँ घर फर्किँदैछ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ यहाँनिर उहाँको चाहिँ रेस्ट गरिरहन्छ गर्ने है भिडियो बनाउँदैछ त्यो हामी रेस्टमा छौँ ओह्रालो जस अब धेरै छैन ओह्रालो अब केटाहरू तल झर्दैछन् 2 जना किन आएन क्या माथि यार
Bye.